भएको छ र पूर्वमा पथरी सरेश्वरी नगरपालिकामा आइसक्नु भएको छ र यहाँनिर हाम्रो विजय सरले लाइभ गरिराख्नु भएको छ। यो लाइभ चाहिँ जतिजनाले पनि हेरिराख्नु भएको छ पथरी बजारवासी यहाँहरू सम्पूर्णलाई एकअर्कामा सहकार्य गरे यो सूचना एकअर्कामा प्रदान गरे। महावीर पुञ्जीको आत्मकथा किताब खरिद गरी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। पथरी जेसिसद्वारा उहाँलाई 2 घण्टाका लागि आमन्त्रण गरिएको थियो र हाम्रो सुन्दर नगरी पथरी सनेश्वरीमा यो जाते मोडमा हामी दक्षिणपट्टि उभिएर पानी पनि हल्का परिरहेको छ। यहाँ हामी चाहिँ किताब चाहिँ बिक्री वितरण गरिरहेका छौँ। आज चाहिँ पथरी जेसिसको निमन्त्रणालाई दाइले स्वीकार गरी लेटाङमा आउनु भएको बेलामा उहाँको 2 घण्टाको समयलाई सदुपयोग गरी हामी यहाँनिर अहिले धवाधम दाइको आदरणीय व्यक्तित्व महावीर पुञ्जीको चाहिँ आत्मकथा लिखित पुस्तक चाहिँ हामीले बिक्री वितरण गरिरहेका छौँ। कृपया सम्पूर्ण पथरी नगरवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण जनताहरूलाई चाहिँ